नेपाल प्रेस्बिटेरियन चर्च चुनिखेल युवा सङ्गतिद्वारा प्रस्तुत गरिएको आजको दैनिक उपासना सुन्नुहुने सम्पूर्ण विश्वासी जनहरू तथा श्रोताजनहरूमा हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रिस्टको नाउँमा तपाईँहरू सबैलाई न्यानो अभिवादन साथै जय मसीह। हामी क्रिसमसको मौसममा प्रवेश गर्दैछौँ जहाँ हामी यसलाई मनाउनेछौँ, तर हामीले क्रिसमसको वास्तविक अर्थ बुझ्नु आवश्यक छ। लुका 2 अध्यायको 11 पदमा भनेको छ, आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। आउनुहोस् हामी यी 3 प्रश्नहरूमा विचार गरौँ। प्रश्न नम्बर 1, क्रिसमस के हो? पहिलो कुरा, क्रिसमस भनेको येशूको जन्मको भविष्यवाणीको पूरा हुनु हो। आज दाउदको सहरमा शब्दहरूले येशू ख्रिस्टको जन्मको बारेमा भविष्यवाणीलाई औल्याउँछ। येशू जन्मनुभन्दा 1000 वर्ष अघि उहाँको जन्मको बारेमा भविष्यवाणीहरू गरिएका छन्। मिका 5 अध्यायको 2 पदमा भनिएको छ, तर ए बेथलेहेम एप्राता त यहुदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निस्कनुहुनेछ जो इजरायलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि अर्थात् प्राचीन कालदेखि नै छ। अगमवक्ता यसैयाले येशू ख्रिस्टको जन्मको बारेमा भविष्यवाणी गरेका छन्। यसैया 7 अध्यायको 14 पदमा, यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन् र तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इमानुएल राखिनेछ। यहाँ हामी जान्दछौँ कि येशू ख्रिस्टको जन्म भविष्यवाणी गरेको कुरा पुरा गर्नु थियो। यसले हामीलाई सम्झाउँछ कि हाम्रा परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ, जसले आफ्नो प्रतिज्ञा वा भनाइ पुरा गर्नुहुन्छ। प्रश्न नम्बर 2, क्रिसमस किन वा येशूको जन्म किन? तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ भन्ने शब्दहरूले येशू किन जन्मनुभयो भनेर देखाउँदछ। मुक्तिदाता शब्दको अर्थ बचाउन सक्ने, मानिसहरूलाई तिनीहरूका पापबाट बचाउन सक्ने व्यक्ति हो। मत्ती 1 अध्यायको 21 पदमा यसो भनिएको छ, तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। क्रिसमसको वास्तविक अर्थ यही हो कि येशू हामीलाई हाम्रा पापहरूबाट बचाउन आउनुभएको हो। येशू हाम्रो लागि आउनुभयो। येशू हाम्रो लागि परमेश्वरको उपहार हुनुहुन्छ। यसैया 9 अध्यायको 6 पद, किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रा निम्ति एकजना छोरा दिइएको छ, शासन उहाँको काँधमा हुनेछ। यसकारण क्रिसमसले हामीलाई सम्झाउँछ कि येशू हाम्रो निम्ति परमेश्वरको महान उपहार हुनुहुन्छ। यूहन्ना 3:16, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। त्यसैले हामी हाम्रा सारा हृदयले र हाम्रा सारा आत्माले परमेश्वरलाई कृतज्ञता र धन्यवादका साथ क्रिसमस मनाऊ। मरियमले जस्तै परमेश्वरको प्रशंसा गरौँ, जसले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहाट गर्दछ। प्रश्न नम्बर 3, क्रिसमसको कारणले हामी के गर्ने कि येशूको कारणले? लुका 2:11 मा स्वर्गदूतले येशू मसीह प्रभु हुनुहुन्छ भनेर पुष्टि गर्छन्। मसीहको अर्थ अभिषिक्त जन हो। यसको अर्थ येशू राजा हुनुहुन्छ। येशू हाम्रो राजा हुनुहुन्छ। ज्योतिषीहरूले येशूलाई राजाको रूपमा लिइसकेका थिए जब तिनीहरूले भने, यहुदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँका तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत गर्न आएका छौँ, जुन मत्ती 2 अध्यायको 2 पदमा पाउँछौँ। ज्योतिषीहरूले येशूलाई राजाको रूपमा लिए र त्यसैले उहाँको आराधना गर्नुपर्छ भनेर हाम्रो लागि आह्वान छ। हामी राजाको पूजा गरौँ। भजनकारले हामीलाई आह्वान गर्दछन्, आओ दण्डवत गरौँ र निहुरौँ, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँडा टेकौँ। भजन सङ्ग्रह 95:6 पद। हामी आफूलाई नम्र बनाऊ र घमण्ड, अहङ्कार, ईर्ष्या, स्वार्थ, पाखण्ड जस्ता कुराहरूलाई त्यागौँ र हाम्रो ध्यान केवल ख्रिस्टको पूजा गर्न र उहाँकै नामहरूभन्दा माथि उहाँको नाम महिमा गर्नमा केन्द्रित हौँ।
येशू राजा मात्र होइन, तर उहाँ प्रभु मालिक पनि हुनुहुन्छ। येशू हाम्रो प्रभु र मालिक हुनुहुन्छ र हामी उहाँका सेवक हौँ। सेवकहरूको काम भनेको मालिकको सेवा गर्नु र उहाँको आज्ञा पालन गर्नु हो। हाम्रो जीवनको हरेक दिन, हाम्रो जीवनको हरेक परिस्थितिमा येशू हाम्रो प्रभु र मालिक बनेको हुन्, जहाँ हामी उहाँको विश्वासयोग्य भई सेवा गर्नेछौँ र हाम्रो जीवनको हरेक परिस्थितिमा उहाँको आज्ञा पालन गर्नेछौँ। परमेश्वरको महिमा भएको होस्। आमेन।